जब आगोको ज्वाला निप्छ हामीलाई लाग्छ, ला अब सबै ठिक भयो। तर के साँच्चै त्यस्तो हो? वास्तविक खतरा त सायद त्यहीँबाट सुरु हुन्छ। आजको यस प्रस्तुतिमा हामी जलेका संरचनाहरूमा लुकेका, नदेखिने तर ज्यानै लिन सक्ने जोखिमहरूबारे कुरा गर्नेछौँ। हो, आगो निभेपछि खतरा सक्यो, होइन त? धेरैले यस्तै सोच्छन्, तर यो सोचाइ एकदमै गलत हुन सक्छ। किनकि आगो निभेपछि पनि त्यो ठाउँमा यस्ता अदृश्य खतराहरू लुकेका हुन्छन् जसले ज्यान समेत लिन सक्छ। ल, आज हामी के कुरा गर्छौँ त? हामी हेर्नेछौँ नदेखिने खतराहरू, त्यसपछि भौतिक र संरचनागत जोखिमहरू, विद्युतीय र रासायनिक जोखिमहरू, अनि सूक्ष्म र जैविक जोखिमहरू पनि। र सबैभन्दा महत्त्वपूर्ण, यस्तो अवस्थामा सुरक्षित व्यवस्थापन कसरी गर्ने भनेर पनि जान्नेछौँ। अब यस्तो ठाउँमा किन मान्छे जान्छन् त? स्वाभाविक हो, कि त आफ्नो केही सामान बाँकी छ कि भनेर, कि त केवल के भएछ भनेर हेर्ने उत्सुकताले। तर यही उत्सुकता ज्यादै खतरनाक हुन सक्छ, किनभने विशेषज्ञले सुरक्षित छ नभनेसम्म भित्र पस्नु भनेको जानी जानी आफूलाई गम्भीर खतरामा हाल्नु हो। एउटा कुरा एकदमै स्पष्ट हुनुपर्छ, हरेक जलेको संरचना जबसम्म कुनै विशेषज्ञले आएर यो सुरक्षित छ भन्दैन, तबसम्म त्यो एक एक्टिभ ह्याजर्ड जोन हो। मतलब यो खाली खरानीको थुप्रो होइन, यो एउटा यस्तो क्षेत्र हो जहाँ हरेक पाइलामा खतरा छ। ल, अब कुरा गरौँ सबैभन्दा पहिले देखिने खतराहरूको, अर्थात् भौतिक र संरचनागत जोखिमहरूको। सोच्नुस् त, आगोको तापले गर्दा भवनको संरचना नै कमजोर भइसकेको हुन्छ। पर्खाल, छत, भुइँ केही पनि भरपर्दो हुँदैन। कुनै पनि बेला कुनै चेतावनी बिना भत्किन सक्छ। त्यसैले जबसम्म एक स्ट्रक्चरल इन्जिनियरले आएर यो ठिक छ भन्दैन, भित्र पस्ने त कुरै आउँदैन। भवन भत्किने खतरा त छँदैछ, त्यसमाथि त्यो भग्नावशेष पनि एउटा पासो जस्तै हो। त्यो खरानी र धुलोमुनि के लुकेको छ कसलाई थाहा? धारिलो सिसाका टुक्राहरू हुन सक्छन् जसले गहिरो चोट लगाउन सक्छ। त्यसैले त पेसावरहरू पनि विशेष काट्न प्रतिरोधी पन्जा र बुट लगाएर मात्र भित्र पस्छन्। ल, यो त भयो देखिने खतराको कुरा। अब कुरा गरौँ नदेखिने तर उत्तिकै सायद त्योभन्दा पनि बढी खतरनाक जोखिमहरूको, विद्युतीय र रासायनिक जोखिमहरू। हामी सोच्छौँ मेन स्विच अफ गरेपछि त बिजुलीको डर भएन, तर त्यस्तो होइन। जलेका तारहरू अझै पनि खतरनाक हुन सक्छन्। घरमा भएका इलेक्ट्रोनिक्स, ब्याट्रीहरू, यिनीहरूमा चार्ज बाँकी हुन सक्छ, जसले करेन्ट लाग्न सक्छ वा त्योभन्दा पनि नराम्रो विस्फोट हुन सक्छ। त्यसैले यस्ता चिजहरूलाई त छुँदै नछुनुहोस्। एउटा अचम्मको तर डरलाग्दो कुरा के छ भने, आगोले हामीले दिनहौ प्रयोग गर्ने सामान्य चिजहरूलाई पनि खतरनाक विषमा बदलिदिन सक्छ। जस्तै भित्तामा लगाएको पेन्ट सामान्य अवस्थामा त केही हुँदैन, तर जलेपछि त्यसबाट लिड जस्तो खतरनाक रसायन हावामा फैलिन्छ। भान्सामा भएका सफा गर्ने उत्पादनहरू जलेर विषाक्त धुवाँ बन्छ। त्यसैले त्यहाँको खरानी चलाउनु भनेको हावामा विष घोल्नु जस्तै हो। अब कुरा गरौँ त्योभन्दा पनि सूक्ष्म खतराहरूको। यस्ता खतरा जुन आँखाले देखिँदैनन् तर सास फेर्दा सिधै हाम्रो शरीरभित्र छिर्छन्। त्यो खरानी र धुवाँमा यति मसिनो कणहरू हुन्छन् कि ती सजिलै हाम्रो फोक्सोमा पुग्छन्। यसले तुरन्तै असर नदेखिए पनि पछि गएर श्वास प्रश्वास सम्बन्धी गम्भीर समस्याहरू निम्त्याउन सक्छ। अनि अर्को एकदमै संवेदनशील कुरा, यस्तो विपदमा यदि मानव अवशेष भेटिएमा त्यसलाई कहिल्यै छुनु वा चलाउनु हुँदैन। त्यो काम केवल स्वास्थ्यकर्मी वा विपद व्यवस्थापन टोलीको हो, जसले सम्मान र सुरक्षा दुवैको ख्याल राख्छ। ल, यति धेरै खतराहरूको कुरा गरिसकेपछि प्रश्न उठ्छ, त्यसो भए सही र सुरक्षित तरिका के हो त? यस्तो ठाउँलाई कसरी व्यवस्थापन गर्ने? सबैभन्दा महत्त्वपूर्ण कुरा, यो काम आफै गर्ने होइन, यसको एउटा प्रक्रिया छ। पहिलो, सरकारी निकायबाट आधिकारिक अनुमति कोर्नुपर्छ। दोस्रो, एक प्रमाणित इन्जिनियरले आएर त्यो संरचना सुरक्षित छ कि छैन भनेर मूल्याङ्कन गर्नुपर्छ। अनि तेस्रो र अन्तिममा मात्र तालिम प्राप्त र आवश्यक उपकरण सहितको व्यावसायिक टोलीले मात्र सफाईको काम सुरु गर्न सक्छ। अन्त्यमा एउटा प्रश्न, एकछिनको उत्सुकता वा भावनामा बगेर हामी जीवनभरको जोखिम मोल्न तयार छौँ कि हाम्रो समुदायले भावनालाई भन्दा माथि सुरक्षालाई राख्न सक्छ? यो जानकारी सबैमाझ पुर्याउनु हाम्रो साझा जिम्मेवारी हो।